लामो समयपछि म खुम्बु ट्रेकिङ आएको छु। सबैलाई नमस्ते छ। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज म खुम्बु 3 पास ट्रेक आएको छु धेरै समयपछि दुईजना कोरियन गेस्टसँग हुन्छ। हामी जाँदैछौँ प्लेनमा नै भिडियो बनाउँदै आउनु भनेको। ए हुन्छ ए हुन्छ हुन्छ ए हुन्छ हुन्छ हुन्छ। त्यही भएर भिडियो बनाउनु चाहिँ अलाउड थिएन र अहिले म भिडियो बनाउनु थालेको छु। यो 3 पास ट्रेक हो। के कसो त हुन्छ म भिडियो बनाउँदैछु, हेरेर मनोरञ्जन लिनु होला। टाढो कोसी हुँदै अब हाम्रो आजको डेस्टिनेसन फाक्दिङसम्म जाँदैछौँ। यसरी जाँदैछौँ। हेलो गुड मर्निङ सबै। म चाहिँ अहिले फाक्दुङ भन्ने ठाउँमा हिजो आइपुगेको थिएँ। अलिकति 3 पास ट्रेक भएको हुनाले लामो खिच्नु अलिकति समस्या हुने भएकोले थोरै मात्र खिच्ने भनेर खिचेको हो। र म दोस्रो दिन नाम्चेतर्फ जाँदैछु। यो फाक्दिङ गाउँ र गेस्टहरू यहाँ। हामी नाम्चेतर्फ लाग्दैछौँ। other side. No, 我就从这儿走过来。यो हिलारी ब्रिज अत्यन्तै फेमस ब्रिज हो यो। र यहाँ चाहिँ बन्जी पनि रहेको तल छ। तलबाट बन्जी पनि जम्मा हान्थ्यो पहिलातिर, हान्ने भनेर बनाएको। तर अहिले जो सम्भव रहेछ। र यो हिलारी ब्रिज डर लाग्यो। गाडीहरू जाँदैछ। हामी नाम्चे पुग्नु अगाडि प्रवेशद्वार अलि तल खोलामा हिलारी ब्रिज, जुन चाहिँ यो चाहिँ दुधकोशी नदी हो। र यो बाटो हुँदै हामी जाँदैछौँ। गेस्टहरू अगाडि हुनुहुन्छ। यस्तो खालको अवस्था। फोटो खिच्दैछन्। हामी नाम्चे पुग्नुमा आँट्यौँ लगभग तोप डाँडा भन्ने ठाउँमा छ। र त्यहाँ हामी छौँ। यहाँ स्टे पनि छ। यो खालको अवस्था छ। यहाँ नजिकैबाट सगरमाथा पनि देखिन्छ, तर खैर अहिले अलि नदेखिने रहेछ। त्यहाँबाट देखिन्छ। हामी बाई आटोमा जाँदा जाँदै धेरै देखिहाल्छौँ त्यो त। हामी दोस्रो दिनको डेस्टिनेसनमा आइसकेका छौँ, नाम्चे भन्ने ठाउँमा। धेरै दिन भएको थियो नहिँडेको, धेरै वर्ष लामो समयबाट ट्रेकिङ पछि आएको। एकदम गलेर बल्ल बल्ल आफ्नो गन्तव्य स्थानमा आएको छु। हेर्नु होला, नाम्चे अत्यन्तै सुन्दर छ। यतातिर हिमालहरू। नाम्चे दिस इज द नाम्चे। नाम्चे नाम्चे अत्यन्तै सुन्दर छ आफैमा। साजिन्छ कुछ खगेछ। म गयो ए पाल्ने त गयो खरच यो यति खुसी अत्यन्तै। नाम्चे बजार भेरी भेरी ब्युटिफुल है। नाम्चे बजार वाह। यो नाम्चे हो। यो रातिको अवस्था नाम्चे अत्यन्तै दिउँसोभन्दा झन् पनि एकदम झिलिमिली छ, राम्रो देखिन्छ। नाम्चे के भन्छ त्यसलाई, एउटा उसकै भनाइ छ। नाम्चे इज काइन्ड अफ
मेक्का अफ ट्रेकर्स भन्छ, एकदम राजधानी हो। अत्यन्तै राम्रो छ नाम्चे बजार। तपाईँ आफै नै विटनेस हुन सक्नुहुन्छ। आम्मा कलर लगायो। हेलो, आज तेस्रो दिन हामी नाम्चेबाट एक्लामाटाइजको लागि माथि एभरेस्ट भ्यू होटल जाँदैछौँ र म अहिले चोर्केभन्दा माथि छु। यहाँबाट नाम चाहिँ अलि राम्रो देखिएको छैन, तल मैले बिर्सेँ खिच्नलाई र पनि छोटो छोटो मात्रै भिडियो बनाउनु पर्ने भएको हुनाले यहाँसँग एकदम मौसमले साथ दिएको छ। यस्तो छ अवस्था, एकदमै सुन्दर र रमणीय दृश्य भएको कुरा। अलिकति युरोपियनहरूभन्दा यसपालि एसियनहरू धेरै भएको कुरा मैले चाल पाएको छु, किनभने वारले एकदम इफेक्ट गर्यो भन्ने कुरा चाहिँ यसले पनि जनाउँछ टुरिज्मलाई। र हामी यसरी छौँ। नाम्चे अलि माथिबाट देखिएको छ, नाम्चे बजार जुन अत्यन्तै सुन्दर छ। यो यहाँबाट देखिएको छ र यही देखाउन चाहेको। अघि भिडियो त भइसक्यो लगभग। गुड मर्निङ। आज ट्रेकिङको चौथो दिन नाम्चेबाट आज ट्याङबचे जाँदैछौँ र
बिहान 7 बजी लागिसकेको छौँ। म यो कुरा भने अब यहाँबाट हामी बाटोमा भिडियो खिच्दै नै ट्याङबजी जानेछौँ। सबैलाई फेरि गुड मर्निङ। हिमालहरू यति राम्रो छ। नाम्चीबाट हामी उकालो हिँडिसक्यौँ। त्यो माथि कोरियन। हेलो आज ट्रेकिङको चौथो दिन ट्याङबजी भन्ने ठाउँमा आएको छु र हाम्रो हिमाली क्षेत्रको अत्यन्तै ठुलो गुम्बा ट्याङबजी मोनास्ट्री छ। हामी यो ठाउँमा आयौँ। मैले यति अपडेट मात्र गर्न खोजेको कहाँ आउँदैछौँ कस्तो गर्दैछौँ भन्ने कुरा। र मेरो गेस्टहरू तल जाँदैछ, हामी जाँदैछौँ त एकचोटि। मर्निङ सबैलाई। आज 5औँ दिन ट्रेकिङको 5औँ दिन हामी ट्याङबजी भन्ने ठाउँबाट चाहिँ आज दिङबजीतिर प्रस्थान गर्दैछौँ। बाटो यस्तो रहेको छ। हामी परबाट आएको र यता हेर्न सक्नुहुन्छ हिमालहरू। हाम्रो गेस्ट यहाँ माथि झारल छ कि यो झारल मैले खिचेँ। यहाँ सुतिरहेको छ एउटा, यता कालो उयो छ। एक पापी नजर हेलो। फाइनल्ली आज 12 बजी नै हाम्रो डेस्टिनेसन हाम्रो क्याम्पमा आइसकेको छौँ। हामी चाहिँ अहिले दिङबुजेमा छौँ, आइपुगेको छौँ। एकदम सुन्दर गाउँ छ। हामी यता आएको छौँ। एकदम राम्रो छ भ्यूहरू। यस्तो खालको छ, एकदम खुसी लाग्छ। हेलो नमस्ते गुड मर्निङ। आज म दिङबुजेमा र हिजोतिर भिडियो गर्न पाइनँ। दिङबुजेमा हिजो हिउँ परेर हिउँ भएको कुरा देखाएँ। आज म दिङबुजेमा छु। खोङमाला पास जानुपर्ने। खोङमाला पास मलाई अल्छी लागिरहेछ। हामी यहाँको होटेलमा यहाँ रह्यौँ र अब सुकुङतर्फ लाग्दैछौँ। हामी सुकुङ जाँदैछौँ। दिङबुजे सिधै छ। गेस्टहरू फोटो खिच्ने यस्तो हुँदैछ कि पुरा भयो त्यही घरमा। ठिक मुरो बोल गरेको हेलो नमस्ते सबैलाई गुड मर्निङ। आज लबुचे भन्ने ठाउँबाट वर्कसप र युबिसी जाँदैछौँ हामी। एकदम सास परिरहेछ। यो चाहिँ खोङमाला पास गरेर आयो।
र हामी अत्यन्त हिउँ परिरहेछ त्यस्तैमा गइरहेछौँ रुखहरू फेरि जाँदै हुनुहुन्छ र तरहरू यसरी आउँदैछ एकदम सासबाट उकालोमा साँच्चै थुङ्गैसँग गएछ साँच्चै एभरेस्ट एभरेस्ट बेस क्याम्प नजिक एभरेस्ट बेस क्याम्प पर म फाइनल्ली एभरेस्ट बेस क्याम्पमा आइपुगिसकेको छु एकदमै खुसी छु म खोङमाला पास हुँदै एभरेस्ट बेस क्याम्प हाम्रो भाइ नरेन्द्र राई सँगै दुईजना कोरियन गेस्टहरू हुनुहुन्छ सँग म आइपुगेको छु एभरेस्ट बेस क्याम्प आइ एम भेरी ह्याप्पी है त साथीहरू हेलो नमस्ते सम्पूर्णमा गुड मर्निङ म आज गएको सिपबाट बिहानको 4 बजे कालापत्थरको यात्रामा हो तपाईँहरू देख्न सक्नुहुन्छ अहिले 5:20 जति भएको छ र काला देख्न सक्नुहुन्छ यहाँबाट यसरी माउन्ट एभरेस्टमाथि यता लहरा पानारामा हिलहरू छ ट्रेकहरू छ आउने क्रम छ हाम्रो कोरियन सरहरू छ यहाँ यता अनुहार डढेर केही छैन सबै डढिसक्यो हेलो अनुहार त ला यार डढेर गुड मर्निङ सबैलाई फाइनल्ली हामी चाहिँ कालापत्थरमा आइपुगिसकेका छौँ यस्तो छ तब चाहिँ एभरेस्ट यो एभरेस्ट अगाडि उच्चै लच्चै यस्तै छ एउटा खैरी नि लाउनु सकेन नयाँ एउटा हुँदैछ पुरै कालो भयो फाइनल्ली म चाहिँ कालापत्थर आइपुगेको कुरा भिडियोमा कहिले मान्छेहरू धेरै आइरहेछन् गइरहेछन् कोही यस्तो छ अवस्था जङ्गलाको यात्रा हामी जाँदैछौँ हेलो हेलो नमस्ते सम्पूर्णमा गुड मर्निङ म आज जोङलाबाट चोलापास जाँदैछु र बिहानको समयमा हामीले यहाँबाट
डिपार्ट गरिसक्यो। यहाँ छौँ पुरै यहाँ गेस्ट कोरियन गेस्ट हुनुहुन्छ, उहाँहरूसँग मिलिसक्यौँ पुरै एकदम। आज एकदम लक्की डे, एकदम राम्रो दिन भएको छ, वेदर एकदम राम्रो छ। त्यही हो, अरू कुरा केही छैन। सानो ठाउँ, सानो मान्छेको यहाँ जोङ्लाबाट हामी चाहिँ यहाँबाट उकालो लाग्दैछौँ। चोला पास, माथि चोला पास जाँदैछौँ हामी। हेलो, हामी फाइनल्ली चोला पास आइसकेका छौँ। चोला पास आउँदाखेरि यो डोरी समाउँदै आउनुपर्ने हुन्छ। यहाँ चाहिँ अलिक चिप्लो छ, गइरहेछन्। अनि यहाँ हामी छौँ धेरैजना, यहाँ भाइ छ। चोला पास 더 힘들어요? 조금 미끄럽지만 괜찮은 것 같아요. 좋아요. 덕분입니다. 덕분입니다. नमस्ते, गुड मर्निङ सबैमा। फेरि आज पनि गोकियोतिर, ठाङनाकबाट गोकियोतिर हामी लाग्दैछौँ। र आउँदा आउँदै मैले यहाँको एकदम सुन्दर दृश्य, सानो सानो तालहरू देखाउँदैछु। यहाँ हाम्रो कोरियन गेस्टहरू हुनुहुन्छ। एकदम राम्रो ठाउँ छ, यस्तो खालको अवस्था छ। यहाँ त यहाँ हुनुहुन्छ एकजना ब्रदर। हामी आज गोकियो जाँदैछौँ। गोकियोमा यो राम्रो छ एकदम, यता हुँदै यो बाटो हुँदै जाँदैछौँ हामी। फाइनल्ली हामी गोकियो आइपुगिसकेको छौँ र तपाईँहरू सायद रेडी नै हुनुहुन्छ गोकियोको सुन्दर दृश्यको लागि। 1 2 3 गोकियो। हेलो, गुड मर्निङ सम्पूर्णमा सबैजना सन्चै हुनुहुन्छ होला। म ठिकै छु। म आज गोकियोरी जाँदैछु। हामी गोकियो लेकको एकदमै किनार हुँदै माथि गोकियो टप जाँदैछौँ र अब कति बजे पुग्छौँ हामी? 4-5 घन्टा लाग्छ नै होला आउन जान गरेर। 5 घन्टा चाहिँ कम्तीमा पनि केही छैन। म माथिबाट पनि भ्यू कस्तो देख्छ माथिबाट पनि देखाउँछु, हेर्नु होला। अन्तिमसम्म रहनु होला। त्रिपा स्ट्रिट यता जाँदैछौँ। हामी गोकियो जाने क्रममा बाटोमा छौँ। मिठो छैन, उकालो गइरहेछौँ हामी। गोकियो लगभग 3 घन्टा लाग्ने भन्ने सुनिएको छ। पहिला गएको छैन र लगभग 3 घन्टाभन्दा अलिक बेसी सम्झेर जाँदैछौँ हामी। गेस्टहरू हुनुहुन्छ, कति क्लिन छ मौसम, अनुहारहरू डढेर सबै केही छैन।
फाइनली हामी गोक्योरीमा आइपुगिसकेका छौँ। गोक्योरीबाट धेरै ठाउँहरू देखिन्छ, धेरै हिमालहरू देखिन्छ जुन म तपाईँहरूलाई विटनेस गराउन चाहन्छु। र यहाँ गोक्यो, यहीँ सगरमाथा भयो, माथि चोयो हुँदै हुँदो धेरै हिमालहरू देख्छ। मकालुदेखि लिएर यता रेन्जोला पास पर यहाँ फोटो खिच्दैछन्। 5300 मिटर तल गोक्यो, यहाँ छ मान्छेहरू घुम्न आछन्। हेलो नमस्ते सम्पूर्णमा, गुड मर्निङ, वेलकम। फेरि आज अर्को दिनमा तपाईँलाई स्वागत छ। आज म गोक्योबाट रेन्जोला पास हुँदै लुङदे भन्ने ठाउँ जाँदैछु। अनुहार डढेर पुरै यस्तो अवस्थामा छ। हामी यो गोक्योलाई बिदाई गर्दै हामी हिँड्दैछौँ। यहाँ फोटो खिच्ने क्रम जारी छ। यहाँ हाम्रो गेस्टहरू, कोरियन गेस्टहरू हुन्छ। पुरै ताल यस्तो देखिरहेछ, लगिरहेछौँ। 그런 거는 별로 없어요. 서울하는 많이 안 보내요. 그냥 여러분 축하합니다. 트레킹 이제 끝났습니다. 감사합니다. 트리패스. 예, 여기서 다 보이고. म विनेश थाइल्यान्ड खाए मक्सिएन उही मै गए मग पताइया खान्छ थाइल्यान्ड ए नरे ए यहाँ ताके ट्रेकिङ यहाँ ताके फाइनल्ली हामी चाहिँ रेन्जो पास गरिसकेको छौँ। रेन्जो पास धेरै 4-5 घन्टा रेन्जो पासमा आइसकेको छौँ। यहाँ दाजुभाइहरू छ, हाम्रो नरेन्द्र भाइ, नवीन भाइ, यहाँ हाम्रो कोरियन गेस्ट हुनुहुन्छ, धेरै खुसी हुनुहुन्छ। थोरै मात्रै रुनु भएन, एकदम खुसी छौँ हामी। रेन्जोला पासबाट देखिने रेबो खापाखि रेन्जोला पासबाट देखिने दृश्यहरू यहाँबाट मैले देखाएँ। पर सगरमाथा जुन चाहिँ बादलले ढाकिरहेछ, अनफर्चुनेटली अलिकति मौसम चाहिँ अब बिग्रिने आज कुरो छ। खैर केही छैन, एकदम खुसी छु म। रेन्जोला पास हामी माथि रेन्जोला पास हुँदै तल हामी बस्ने लुङदे भन्ने ठाउँ जाँदैछौँ। यहाँको ल्यान्डस्केप यहाँको यस्तै खालको छ। हेलो नमस्ते, गुड मर्निङ। फेरि पनि आइसकेको छु अर्को दिन लुङदेबाट आज नाम्ची जाने क्रममा। बिहानै 6-7 बजी हाम्रो हिँड्ने प्लान थियो र 7:20 हामी लुङदेबाट नाम्ची प्रस्थान गरिसकेको छौँ। टिमहरू यहाँदेखि हुनुहुन्छ अनि हामी यसरी जाँदैछौँ एकदम। उयो नए उतै चाहिन्छ नै अनि एकदम क्लिन मौसम छ, सफा छ मौसम। ल एकदम सफा छ मौसम। हामी यस्तो फ्रेस हुँदै बिहानै नाम्चीतिर लागिरहेछौँ।
हेलो हेलो नमस्ते सबैमा गुड मर्निङ। सो आज म नाम्चेबाट फेरि लुक्लाको फर्किने क्रममा लुक्ला जाँदैछु। हामी नाम्चे स्थित र हाम्रो गेस्टहरू दुईजना हुनुहुन्छ। नाम्चे यता हुँदै हामी जाँदैछौँ। नाम्चे एकदमै राम्रो ठाउँ। आज हाम्रो लुक्ला सम्मको यात्रा रहनेछ। हेलो हेलो नमस्ते। आज म लुक्लाबाट बोल्दैछु। ट्रेकिङ 3 पास ट्रेक सकियो र हामी फ्लाइट पर्खिरहेछौँ। फ्लाइट एकदम ढिलो भइरहेछ, डिले भइरहेछ। फ्लाइट बिहानको 6 बजे थियो, तर 6 बजे मात्रै भनेर हुँदैन रहेछ, 12-1 बजी भन्दो रहेछ। डिले हुँदो रहेछ र हामी यो लुक्लाको भन्दा यता हस्पिटलमा घुम्नु आएको छौँ। अनि यहाँको अवस्था यस्तो छ, एकदम राम्रो छ, फुलहरू छ, सजावटहरू राम्रो छ। यस्तो खालको अवस्था छ। गेस्टहरू यसरी हिँडिरहेछ। लुक्लाको ठाउँ यस्तो।